साथीहरू सबैजनालाई जय मसी साथै नमस्ते। आजको मेरो यो मिनी ब्लगमा तपाईहरू सबैजनालाई स्वागत छ। आज हामी चाहिँ सिलगढी गएका थियौँ अनि किन गएका थियौँ भनेर चाहिँ तपाईहरूले अन्तिम भिडियोमा थाहा पाउनुहुनेछ। र भिडियो चाहिँ साथीहरू आज अलिकति लामो हुन गएको छ र पनि अन्तिमसम्म भिडियो हेरिदिनु होला। अनि हामी साथीहरू लाग्यौँ अब टोटोमा चढेर, किनकि नक्सलसम्म हामीलाई टोटोमा जानुपर्छ र त्यसपछि उता चाहिँ बसमा चढेर जानुपर्ने हुन्छ। साथीहरू मैले चाहिँ यहाँ जाँदा जाँदै गरेको यसरी भिडियो बनाएको छु। हाम्रो गाउँघरको भिडियो बनाउनु मन लागेर है। हाम्रो गाउँघर चाहिँ यस्तो छ है साथीहरू, तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी नक्सलबाडी पुग्नु थाल्यौँ साथीहरू। अब चाहिँ हामी फाइनली रिच भएका छौँ नक्सलबाडी स्टेसनमा। अब उताको भिडियो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ कस्टमर हुनुहुन्छ। यस्तो छ है नक्सलबाडीको बस स्टेसन चाहिँ। ठिकै साथीहरू, हामी चाहिँ नक्सलबाडीमा उत्रिने बित्तिकै बस पनि पायौँ र सिट पनि हामीले बस्ने राम्रोसँग पायौँ र प्रभुलाई धन्यवाद भएको होस्। अब चाहिँ हामी सिलगढी पुगिसकेका छौँ साथीहरू बसमा चढेर। अब चाहिँ हामी जाँदैछौँ पास्टर बुबाको घरमा। हाम्रो पास्टर बुबा चाहिँ को हुनुहुन्छ भनेर तपाईँले सोच्नुहुन्छ होला। उहाँ चाहिँ सिलगढीमा बस्नुहुन्छ। उहाँको नाम चाहिँ पास्टर दीपक है। अघि मैले भनेको थिएँ भिडियोमा हामी चाहिँ किन जाँदैछौँ भनेर, किन भन्दाखेरि चाहिँ पास्टर दीपकको बहिनीको चाहिँ आज चाहिँ बर्थडे थियो र उहाँ सबै मण्डलीलाई र हामी फाइनली साथीहरू अब चाहिँ पुगिसकेका छौँ पास्टर दीपकको घरमा। हेर्न सक्नुहुन्छ यहाँ तपाईँहरूले। जे पनि गर्नेछ परमेश्वर तपाईँको नाममा सुरु गरी तपाईँको नाममा अन्त गर्नेछौँ अनि यस समय लिड गर्ने। तिमी प्रति अनुग्रही हौ। आमेन। परम प्रभुले आफ्नो चेहरा तिमीमाथि लगाइदिउन् र तिमीलाई शान्ति दिउन्। हालेलुया हालेलुया। आज परमेश्वरले प्रभु दास मूसालाई आज्ञा दिँदै गर्नुहुँदाखेरि तैँले आफ्नो जनहरूमाथि चाहिँ यसरी आशिष दिनु भनेर आज्ञा गर्नु। हजुर एकदमै खाना चाहिँ स्पेसल रहेछ है पास्टर। हजुर स्पेसल फाइनली साथीहरू बर्थडेको सेलिब्रेसन सकेर खानापिना खाइसकेर अब चाहिँ हामी घरतिर जानको लागि निस्किँदैछौँ। हुन्छ साथीहरू, यदि मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। बाई बाई। लभ यु सो मच एभ्रिवान।